Hello guys, नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई मिनी ब्लग। अनि चाहिँ म कहाँ जाँदैछु भनेर तपाईँहरूलाई देखाउँछु गाइस। अनि चाहिँ कहाँ जाँदैछु भन्दा के हुन्छ भनेर है हेर्दै जानुहोस् मेरो ब्लग। तपाईँहरूलाई अहिले देखाउँछु। बाई बाई। अभी मजा आएगा ना भिड़ो। गाइस यहाँ चाहिँ हाम्रो दिदी घर जानु हुँदैछ पल्टनबाट। अनि उसलाई चाहिँ हामीले बिदाई दिएको। अब घर जानु हुँदैछ नेपालको हुनुहुन्छ हाम्रो देवी दिदी। अन्त ऊ घर जानु हुँदैछ, त्यही भएर चाहिँ हामी हल्का सानो अब गेट टुगेदर गरेको गाइस। उसलाई हल्का सानो गिफ्ट हामीले पनि मिलेर दिएको। अनि सबैजना मिलेर हाम्रो कम्पनीबाट हो। अन्त दिदी जानु हुँदैछ, त्यही भएर कस्तो नराम्रो लाग्छ नि। अब सधैँ मिलिरहेको बोलिरहेको देखिरहेको, अनि त्यही भएर नराम्रो लाग्छ। अन्त जस्तो पनि पल्टनमा बसेको घर जस्तै भएर हो गाइस यस्तो हो। अनि त्यही हाम्रो हल्का हेर्नुहोस् कस्तो हुँदैछ भनेर देखाउँदैछु। हाम्रो दिदी जानु हुँदैछ, त्यही भएर चाहिँ दिदीले अलिकति सानो गेट टुगेदर पार्टी दिनुभएको। अन्त त्यही भएर हेर्दै जानुहोस् गाइस कस्तो लाग्छ तपाईँलाई मेरो मिनी ब्लग। बहिनीले खर्चा मात्रै गरे बेकारमा आएछ फेरि। मम्मीलाई ल पार्टी चल्दैछ हाम्रो दिदीले पार्टी दिँदैछ। ओ माय गॉड दिदी जानु हुँदैछ हाम्रो। अन्त यहाँनिर सबैजना किन बोल्दैछ भयो जानु हुँदैछ। नरोइ जानु ल राम्ररी जानु है। एउटा वाइड एङ्गलमा खिचिदिन्छु है म बहिनीहरू मिला बहिनी सबै बहिनीहरू वरिपरि हेर्दैछ। आज पुरा मान्छे देखेर हाम्रो दिदीले गिफ्ट पनि खोल्नु हुँदैन। ल दिएको गिफ्ट खोल्नु पऱ्यो नि, अन्त हेर्नु पऱ्यो कस्तो छ भनेर। मन पऱ्यो कि मन परेन भनेर उल्टा गिफ्ट गरिदिएको उल्टा खोल्नु। यसले चाहिँ मेरो यस्तो दिमाग खराब गर्छ। भाई हम तो शुरू होते ही खत्म हो गया यार। इडली त अब गाइस गिफ्ट खोलेर हेरिसकेर अनि त्यसको बाद हामी अब घर फर्किने। आजको मिनी ब्लग चाहिँ गर्छु। लाइक एन्ड सब्सक्राइब माई च्यानल। जो नयाँ हुनुहुन्छ उसले पनि लाइक सब्सक्राइब खोलेर त लाने होला नि, सेयर गरिदिनु होला। नेक्स्ट मिनी ब्लगमा आउँदैछु गाइस। ए कुकर जस्तो टाइपको लाउने चावल छ भने यसको यो भयो हैन ढकनी मेन चाहिँ हैन यो होइन चाहिँ एउटा छ यो मेन चाहिँ यो यस्तो कुकर पनि हुन्छ यो पनि हुन्छ। स्टिमर हुन्छ नि त्यति मोमो गर्नेमा यो फेरि मोमोको भाँडा राख्यो अनि यसलाई राख्यो माथिबाट बुझ्नुभयो। दुईटैमा इन्डक्सनमा नै हुन्छ है। इन्डक्सनमा पनि हुन्छ दुईटामै उयो छ नि त कुकर छ नि त उयो लाउँछ।
भने यो टक्कै यो चाहिँ खसीको मासु पकाउनु ल नेपालमा गएर यसै सर्भिङको उसको तरिकाले नै युज हुने रहेछ है। अब भोलिपछि टक्कै अब नयाँ घर बनाएर दिदीले पल्टनको चिना राख्नु पर्खेनु भनेको के छ यसको बुहर र भयो के को दुःख